बादर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। बादर धपाउन सार्वजनिक बिदा नै दिनुपर्ने बाध्यता किन आयो? यसबारे थप कुराकानी गर्न तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङ प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अर्जुनजी, यहाँलाई कान्तिपुर समाचारमा स्वागत छ। धन्यवाद हजुर, धन्यवाद। अब बादर धपाउन आज पालिकामा सार्वजनिक बिदा दिइएको छ। कतिपयलाई यो सुन्दासम्म पनि लाग्ला अब बाली सखा पारेका कारण त्यो बाध्यता तपाईहरू माझ पनि होला। अब बादर धपाउन सार्वजनिक बिदा नै दिनुपर्ने बाध्यता किन आयो? यो त पहिलो कुरा एउटा यो बुर्जुवा समाज छ, एउटा एलिट सोसाइटी छ, अनि स्थानीय सरकारहरू छन्, प्रदेश सरकार छ, संघीय सरकार छ। उहाँहरूलाई एउटा चासोको विषय बनाउनलाई पनि हामीले आज सार्वजनिक बिदा गरेको हो। र अब बाँदरले चाहिँ अब अहिले अलैँची मनको 1 लाख रुपियाँ पर्छ र करिब 1 रोपनी बराबर किसानहरूले चाहिँ 1 मन अलैँची बनाउँछन् र अलैँचीको गुबो नै खाइदिन्छ बाँदरले। मकै फल्न दिँदैन, अरू अब चाहिँ के अरे रुखपातको पाउलोहरू अघि पाउलिन पनि दिँदैन र पशु चरणमा पनि चाहिँ समस्या आएको। त्यसो भएकोले बाँदरलाई चाहिँ एउटा सीमामा राख्नको लागि विशेष गरी हाम्रो लम्बु खोला र पिङुवा खोला र तम्मोर खोला बिचमा एउटा सीमामा बाँदरलाई सीमित गराउनको लागि चाहिँ एउटा मानव मैत्री चाहिँ के अरे एउटा बाँदर पशु पंक्षी मैत्री र एउटा कार्यक्रम र दीर्घकालीन हामीले योजनाहरू सुरु गरेका छौँ। यसको लागि हाललाई चाहिँ हामीले 3 ठाउँमा बाँदर रुङ्ने टुङ्सी राखेर 4 जना कर्मचारी राखेर चाहिँ हामीले बाँदर छेक्ने धपाउने कार्यक्रम सुरु गरेका छौँ। अब अहिलेसम्म यहाँहरूले के गर्नुभयो? यो बाहेक कस्ता कस्ता समस्या बाँदरले त्यहाँ किसानहरूलाई दिइरहेको स्थिति पनि छ? मैले निर्वाचित हुँदा नै मैले यो कार्यक्रम सुरु गरेको थिएँ। मैले पनि 7-8 वर्ष बाँदर रुँगेको हो होइन। बाँदरहरूको पनि एउटा छुट्टै उनीहरूको पनि एउटा छुट्टै एउटा समाज जस्तो हुन्छ र विशेष गरी बाँदरले चाहिँ के अरे किसानहरूको अन्न बालीमा क्षति पुर्याएपछि बालबालिकाहरूले पढ्न पाउँदैनन्। किसानहरू पनि बजार हाट तलतिर मासतिर वरो ऐँचो पैँचो गर्न पनि चाहिँ समस्या हुन्छ र बाँदरका कारणले चाहिँ हाम्रोमा करिब 7-8 वर्षको चाहिँ के अरे अवधिभित्र झन्डै 60-70 परिवार चाहिँ माइग्रेटेड भइसकेका छन्। र आज हामीले चाहिँ जुन विकट ठाउँहरूमा सडक हामीले बाटो पुर्याइरहेका छौँ, खानेपानी पुर्याइरहेका छौँ, सिँचाइ पुर्याइरहेका छौँ, निःशुल्क अनुदानको रूपमा बिउ बिजन दिइरहेका छौँ, टिनका पाता दिइरहेका छौँ, बिजुली बत्ती सबै गर्दै पनि मान्छेले बाँदरकै कारण सबै पुर्याएको सबै सुविधा सम्पन्न भएको भोलिपल्ट चाहिँ के अरे किसानहरूले तालचा लगाएर चाहिँ के अरे गाउँ छोडेका छन्। यसकारण हामीले बाँदरको लागि दीर्घकालीन नीति नै हामी तय गरेका छौँ। यो टुङ्सी बनाएर रुङ्ने मात्र नभएर बाँदरहरूको लागि एउटा छुट्टै बसोबासको व्यवस्थापन र उनीहरूको जीवनयापन कसरी गर्न सकिन्छ त्यसलाई अध्ययन गर्ने र मानव मैत्री कसरी बनाउन सकिन्छ दीर्घकालीन कार्यक्रम लिएर बढिरहेका छौँ। अब विशेष गरी यहाँहरूले बाँदर धपाउने अभियान अन्तर्गत आज र भोलिका लागि 2 दिनको समय छुट्याउनु भएको छ। अब आज चाहिँ यहाँले सार्वजनिक बिदा नै दिनुभएको छ। अब पालिकाको कुन स्थानमा यो अभियान राखिएको छ? स्थानीयहरू कहाँ कसरी जम्मा हुँदैछन् आज र यो कसरी धपाइँदैछ र ती जसरी यहाँले भनिरहनु भएको छ नगरको सीमा पार गराउने भनिएको छ, यसले दीर्घकालीन समाधान देला? हाम्रोमा जम्मा 3-4वटा खोलाहरू हुन्छन् 9वटा वार्डको र खोलाको शिरबाट हामी सुरु गर्छौँ। अब आज हामीले सुरु गर्दैमा सबै बाँदर धपिने पनि होइनन्, कोही भिरमा लुक्छन्, खोलामा चेपचापमा लुक्छन्। आजदेखि सुरु हो, एउटा अभियान हो र मैले चाहिँ विशेष गरी यो लेखतिर चाहिँ करिब 1200-1300 लेखमा चाहिँ अलिक स्याउ फलाउन सकिन्छ भनेर 1200-1300 बिरुवा मुस्ताङबाट ल्याएर रोपि पनि सकेका छौँ र चाहिँ के अरे अरू सामुदायिक वनहरूमा हामी कति 2500-3000 चाहिँ के अरे रुखपात फलफुल सहितको हामी चाहिँ के अरे बोट बिरुवाहरू हामीले रोप्न थालेका छौँ र विशेष गरी हाम्रो पिङुवा खोला भन्छ, लम्बु खोला भन्छ र तम्मोरसँग जोडिएका ठाउँहरूमा चाहिँ हामी बाँदरलाई त्यहीँ सीमित गराउँछौँ होइन। बाँदर हामीले खेदेर बाँदरले डाँडा काटेर पनि आउने पनि होइन र तर अब एउटा चाहिँ भाष्य चाहिँ अब बाँदर खेदाउने डाँडा कटाउने भन्ने एउटा भाष्य जस्तो भयो।
सबै अब पब्लिकहरूले मार्नुपर्छ, कुट्नुपर्छ, खेद्नुपर्छ, फोहोरमा हाल्नुपर्छ, अब त्यो सम्भावना छैन। कानुनले पनि दिँदैन। पशु पन्छीहरूको एउटा विश्वव्यापी उनीहरूको अधिकारसँग हामी प्रतिबद्ध रहेर र बाँदरलाई चाहिँ हामी जहाँ जहाँ उनीहरूको खेल्ने बस्ने ठाउँहरू छ ती ठाउँहरूमा चाहिँ हामी सीमित गराएर त्यसै कारणले हामीले 3 ठाउँ टुङ्सी बनाएको छौँ। त्यसो यो कारणले चाहिँ हामीले खेदाउने गर्ने भन्दा पनि अब खेदेर पनि एउटा पालिकाले खेद्ला, अर्कोले खेद्ला, होइन बाँदरले कहाँ जाने। त्यसले विशेष गरी 2-3टा खोलाहरूको चेपचाप भिर र एउटा मङ्की ट्रेलको रूपमा त्यसलाई हामी विकसित गरेर लाँदैछौँ। अर्जुनजी, अब यस विषयमा सरकार र प्रदेश सरकारसँग तपाईँहरूले केही समस्याहरू सुनाइरहनु भएको छ या छैन? उहाँहरू यस समस्याप्रति कतिको जानकार हुनुहुन्छ, के भनिरहनु भएको छ? होइन, अब हाम्रै गाउँघरका अब जो त तीरमा बसेका हुन्छन्, खोलाका तीरमा भिरका छेउमा बसेका हुन्छन्, उनीहरूलाई बाँदरको समस्या हुन्छ। तर अब जो पहाड लेकतिर अलि माथि बस्तीतिर बसेका छन् उनीहरूले भद्दा गर्ने, मजाक उडाउने पनि छँदैछ। तर तलका मान्छेले बाँदर छेकेर तलका मान्छेहरूको बालीनाली खाएर न बाँदर माथि उक्लिन सकेका छन्, तर उक्लिन थालिसकेको छ। र अब चाहिँ प्रदेश सरकारले त्यत्रो चासो दिएको छैन। तर केन्द्र सरकारबाट चाहिँ सँगै हाम्रो पिएमको सचिवालयबाटै हुनुपर्छ। एकजना चाहिँ के अरे सरले फोन गर्नुभएको थियो, हामीले चासो गरिरहेको छ, तपाईँ आउनुहोस् भन्ने कुरा भइरहेको थियो। तर अब चाहिँ यो हामीले चाहिँ अब बाँदर चाहिँ लाई व्यवस्थापन गर्न सक्यौँ भने हामीले महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि यो अहिलेको बसाइसराई नै हामीले रोक्न सक्दैनौँ। अब बसाइ हामीले जति भौतिक पूर्वाधारहरू जति नै विकास गरे पनि, हामी जति नै ठुल्ठुला नाराहरू दिए पनि, होइन पब्लिकहरूलाई सुनाए पनि गरे पनि, अब यो बाँदरलाई चाहिँ व्यवस्थापन गर्न सकिएन भने मलाई लाग्छ यो अब लालीगुराँस नगरपालिकामा अहिले त 3टा पालिकाको त जस्तो छतर गाउँपालिका, म्याङ नगरपालिका, लालीगुराँस हामी जोडिएको हो। त्यस्तै अब पारिपट्टि 5 थरका गाउँपालिकाहरू हुन्छन्। यो त मलाई राष्ट्रिय समस्या जस्तै लाग्छ, होइन। र सबै पालिकाहरूले चासो दिन्छ र राज्यले चाहिँ चासो बाँदरको व्यवस्थापन राज्यले चाहिँ एउटा चासो राख्नुपर्छ र नीति कार्यक्रम बनाउनुपर्छ। अब यो बालबालिकाले कक्षा छाडेर नै बाली जोगाउन हेरालु बस्नुपर्ने बाध्यताका कारण विद्यालयमा विद्यार्थी समेत घट्दै गएको भन्ने पनि छ। अब विद्यार्थीहरूको अध्ययनमा पनि यसले अप्ठ्यारो पारिरहेको हो। विद्यार्थीहरूको अध्ययनमा चाहिँ कति सम्भव भयो भने बाँदरको कारणले गर्दाखेरि अभिभावकहरूले स्कुलमा विद्यार्थीहरू पठाउन नसकेको र त्यस्ता दलित जनजातिलाई विद्यार्थीहरूलाई हामीले होम ट्युसनसम्म हामीले व्यवस्थापन गर्दा पनि, होइन, र ती विद्यार्थीहरू चाहिँ अब अध्ययनबाट, होइन, वञ्चित हुन परेको एउटा पीडा पनि छ, होइन। र हामीले यो व्यवस्थापन गर्न सक्यौँ भने र माइग्रेसन पनि रोकिन्छ, विद्यार्थीले नै पढ्न पाउँछ र बाँदरहरूले पनि एउटा मानव मैत्री एउटा चाहिँ के अरे बाँदरहरूले पनि चाहिँ हामीले एउटा पशु पन्छीको अधिकार सहित एउटा मानव मैत्री भएर उनीहरूले पनि बाँच्न सक्छन्। र यसको लागि दीर्घकालीन हामीले तय गरेका छ र सीमित ठाउँहरू हामीले तोकेका छौँ र त्यो ठाउँमा हामी बाँदरहरूलाई सीमित गर्छौँ ताकि अरूतिरबाट आउने बाँदरहरूलाई पनि त्यहाँ भण्डारण गर्न, त्यहाँ उनीहरूको एउटा बाँदरहरूको बसोबास नै हामीले बनाउनु पर्ने जस्तो महसुस भइरहेछ। यस कारणले हामी दीर्घकालीन योजनाहरू बनाइरहेछौँ र सङ्घीय सरकार, प्रदेश सरकारलाई पनि हामीले बनाएका नीति कार्यक्रमहरू चाहिँ उहाँहरूलाई पनि पत्राचार गर्ने, उहाँहरूसँग पनि सहयोग माग्ने हामीले नीति लिएका छौँ। मेयरजी, हुन त यहाँहरूले अब सङ्घ र प्रदेश सरकारको ध्यान आकर्षण गराउनकै लागि भनेर आज सार्वजनिक विदा पनि दिइरहनु भएको छ र यो बीचमा सङ्घ सरकारबाट पनि केही ध्यान आकर्षण भएको छ भनिरहनु भएको छ। अन्त्यमा तपाईँहरूको अपेक्षा के छ, आशा के छ? यो समस्या समाधान कसरी होस् भन्ने चाहनुहुन्छ र सरकारले के गरिदियोस् भन्ने तपाईँहरूको अपेक्षा छ? होइन, सरकारले त अब यो हामीले जहाँ जहाँ एउटा सीमित ठाउँ तोकेका छौँ, जुन एउटा मङ्की ट्रेलको लागि एउटा बाँदरको मानव मैत्री चाहिँ बाँदरहरूलाई पनि मानव मैत्री कसरी बनाउन सकिन्छ यसको अध्ययन अनुसन्धान र यसको चाहिँ दीर्घकालीन नीतिमा बजेटको हामीले अपेक्षा गरेका छौँ। र हाललाई चाहिँ हामीले एउटा विद्यार्थीहरूको पढ्न पाउने एउटा अधिकार, उनीहरूको एउटा नैसर्गिक अधिकार र यो माइग्रेसन जुन बसाइसराई छ त्यसलाई रोक्ने र एउटा पशु पन्छीहरूको लागि पनि एउटा चाहिँ के अरे मानव मैत्री वातावरण बनाउन तत्काललाई हामीले सोच बनाएका छौँ र तत्काल हामी त्यसको निकासतिर जान्छौँ।
हुन्छ मेयरज्यू, यो अमूल्य समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो धन्यवाद। तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङ। बादर धपाउन तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ।